नमस्ते, म सूर्य बेगम श्रेष्ठ, जनरल सेक्रेटरी एभरेस्ट वुल्स क्रिकेट क्लब दुबई। र सर आज फर्स्ट अफ अल त तपाईलाई स्वागत छ र आज यो उमल क्वीनमा भइरहेको सी डिभिजन लिग एकेडब्ल्यू क्रिकेट लिगमा तपाईलाई एकदमै स्वागत छ र जुन प्रकारले हाम्रो बोइजले स्टार्ट दियो र तपाईलाई कस्तो फिल भइरहेको छ अहिले सर? हेर्दैछु मैले राम्रो लिड साथीहरूले निकालिरहनु देखेको छु। फर्स्ट विकेटको पार्टनरसिप एराउन्ड हामी 6 ओभरमा एराउन्ड 76 जतिको स्कोरमा थियौँ र अहिले हामी एराउन्ड 12 ओभर चलिरहँदाखेरि पनि 110 प्लसमा हामी गइसकेको छौँ। भनेपछि यो सिजनको स्टार्टिङ हामी राम्रो देख्छौँ। बोइजहरू मोटिभेटेड छ एकदम र उनीहरूले आफ्नो फ्रम इनसाइड चाहिँ 100% आफ्नो पर्फर्मेन्स दिइरहेको छ भने हामी म्याचबाट पनि देख्न सक्छौँ। ओके सर, अनि अहिले जुन प्रकारले हाम्रो नेपाली केटाहरूले जुन प्रकारले क्रिकेटमा प्रगति गरिरहेको छ, सी डिभिजन सी प्लस खेलिरहेको छ र एउटा प्रपर प्युर नेपाली टिमको तपाईँलाई एउटा एक्जिक्युटिभ सेक्रेटरी हुन पाउँदाखेरि तपाईँ कतिको गर्व त अवश्य तपाईँ गर्व मान्नुहुन्छ र तपाईँले यसलाई कुन रूपले हेर्नु भइरहेछ अहिले सर? अभियसली यसलाई मैले एउटा अपर्च्युनिटी र एउटा चाहिँ च्यालेन्जेसको रूपमा पनि हेरिरहेको छु, किनभने अलिकति हामी डायस्पोरा पनि हाम्रो सानो भएको र हामी अन्य कन्ट्री जस्तै हाम्रो सार्क कन्ट्रीमा पनि नेपाल चाहिँ अलिकति क्रिकेटिङ हिस्ट्रीमा अलिकति हामी नयाँ र हामीसँग धेरै टेक्नोलोजी कम, नलेजहरू पनि कम, स्किल्सहरू पनि कम भएको बावजुद र पनि हामी चाहिँ जुन नेपालबाट यहाँ आएर चाहिँ आफ्नो परिश्रम गरेर पनि हाम्रो सर्टेन आफ्नो चाहिँ पकेट मनी थोरै बचाएर पनि क्रिकेटलाई कन्ट्रिब्युट गरिरहेको छौँ र चाहिँ यङस्टरहरूले पनि जुन आफ्नो तर्फबाट चाहिँ आफ्नो प्रेजेन्टेसन स्किल्सहरू दिइरहेछ, यसले देखाउँछ कि आगामी दिनमा हामी चाहिँ के राम्रो गर्न सक्छौँ। एभरेस्ट वुल्स क्रिकेट क्लब हामी 2024देखि निरन्तर सी र सी डिभिजन लिगहरू विभिन्न युएमा भएका गेमहरूमा हामी निरन्तर एउटा पनि विक पनि हामीले नछोडिकन हामीले गरिरहेछौँ। त्यो चाहिँ हामीले विकेन्डमा हामीले गरिरहेको थियौँ भने अझ हामी चाहिँ धेरै मोटिभेटेड यङस्टरहरू हामीले देखेकोले गर्दाखेरि त्यसलाई थप कन्टिन्युस गर्नलाई हामीले एभ्री सन्डे पनि हामीले विभिन्न टुर्नामेन्टहरूमा चाहिँ हामीले भाग लिन सफल भइरहेका छौँ। ओके सर, अनि सर जुन प्रकारले एभरेस्ट वुल्सले निरन्तर रूपमा क्रिकेट खेलिरहेछ 2024बाट र धेरै च्याम्पियन्सहरू पनि भयो, कतिवटा अभाग्यवश फाइनल र सेमी फाइनलमा पनि हार्यो, तर टेबल टपर नै भएको छ जहिले पनि। र सर यो कुराहरूलाई सबै कुरालाई तपाईँले हेरेर आउँदाखेरि फ्युचर प्लान चाहिँ कस्तो देख्नुहुन्छ र नेपाली क्रिकेट कम्युनिटीको फ्युचर कस्तो छ जस्तो लाग्छ युएमा तपाईँलाई? योभन्दा अगाडि त हामीले अलिकति क्लोज कम्युनिटी नै देखिरहेको थियौँ, क्रिकेटमा त्यति धेरै इन्ट्रेस्ट छ कि छैन हामीलाई पनि थाहा थिएन। तर रिसेन्टली हामीले चाहिँ लास्ट इयर युनिटी कप जुन हाम्रो नेपाली डायस्पोराको मात्रै एउटा टुर्नामेन्ट गऱ्यौँ, त्यहाँ चाहिँ हामीले देख्यौँ कि धेरै यङस्टरहरू पनि एट्र्याक्टिभ थियो र अहिलेको दिनमा हामी नेपाली डायस्पोरा नेपाली इन्टरप्रिनर्सहरूले क्रिकेट सँगसँगै स्पोर्ट्स सँगसँगै कम्युनिटीलाई पनि उहाँहरूले चाहिँ आफ्नो एज अ कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीको रूपमा लिएर युथहरूलाई चाहिँ उहाँहरूले मोटिभेट गर्नुहुन्छ र चाहिँ सहयोग गर्नुहुन्छ भन्ने आशले हामी चाहिँ विभिन्न कर्पोरेट हाउसहरूसँग चाहिँ हामी कोअर्डिनेट गरेर आगामी दिनमा हामी नेपाली डायस्पोराभित्रकै विभिन्न टुर्नामेन्टहरू गरेर पनि र एभरेस्ट वुल्स क्रिकेट क्लबलाई अझ बढी सकेसम्म सी अथवा योदेखि बी प्लस र एमा कसरी लाग्न सकिन्छ त्यसमा हामीले चाहिँ बढी फोकस गर्नेछौँ हामी आगामी दिनमा। प्लेयरहरूको पर्सनल एचिभमेन्टको कुरा गर्दा हामीसँग लेजेन्डरी प्लेयर हुनुहुन्छ राजाराम सुवेदी दाई। उहाँले अलरेडी 17,000 प्लस रन्स युए को जुन लिगहरूमा स्कोर गरिसक्नु भएको छ र देख्नु सक्नुहुन्छ हामीसँग दिपेन्द्र थापा, उहाँ चाहिँ रिसेन्टली सुदूरपश्चिम रोयल्सबाट अनुबन्ध हुनुभएको थियो र उहाँ हाम्रो टिमको क्याप्टेन पनि हुनुहुन्छ। उहाँले 100 को माइलस्टोन, हाम्रो विवेक बुढाथोकी उहाँले पनि 100 को माइलस्टोन र हाम्रो सन्जु पुन हुनुहुन्छ, उहाँले पनि 100 को माइलस्टोन गरिसक्नु भएको छ र हाम्रो बलिङतर्फ हाम्रो हुसेन मियाज्यूले बेस्ट अफ उहाँको 6 विकेटको बेस्ट स्कोरहरूको यस्ता रेकर्डहरूले गर्दाखेरि युथहरूमा हाम्रो प्लेयरहरूमा पनि एक्स्ट्रा पोटेन्सियल छ भन्ने कुराहरू देखाउन सक्छ र आगामी दिनमा यिनीहरूलाई अझ बढी एक्सेल गरेर हामी फ्युचरमा लानेछौँ। सर मिसन बारेमा पनि अलिक भनिदिनु पऱ्यो सर। मिसन भनेको हाम्रो प्लेयरसँग भएको इन्डिभिजुअल ट्यालेन्टलाई कसरी चाहिँ अलिकति ग्लोबल्ली एक्सप्लोर गरेर लाने र यी मोर अफ द मोर म्याचेस इन द नेपाल जस्तै एनपिएल लगायत विभिन्न म्याचेसहरूमा चाहिँ यहाँबाट उहाँहरूलाई चाहिँ हामी रेकमेन्ड गर्नलाई चाहिँ हाम्रो चाहिँ एकदम प्रयत्न रहनेछ यसमा। रिसेन्टली हामी चाहिँ एभरेस्ट वुल्स क्रिकेट क्लब मात्र नभएर हामी चाहिँ युनाइटेड नेप्लिज क्रिकेट एसोसिएसनसँग पनि आबद्ध छौँ र हामीले चाँडै यो दसैँमा एउटा दसैँ कपहरू गराउँदैछौँ र
फेरि हामी युनिटी कप सिजन 2 पनि हामी लन्च गर्छौँ र त्यो बिचमा हामीले एउटा सुपर 6 को पनि हामीले गर्ने आयोजना गर्ने तयारी हामी गरिरहेछौँ र नेपाली प्रोफेसनल क्रिकेट फाउन्डेसनसँग मिलेर उहाँहरूको इन्टरनल स्पोर्ट्समा पनि हामीले टेक्निकल सपोर्टहरू गर्ने हामीले प्लान गरिरहेको छौँ र हाम्रो नयाँ जति पनि प्लेयरहरू हुन्छ एक्जिस्टिङ प्लेयरहरूलाई रेगुलर हामीले नेट प्र्याक्टिसदेखि लिएर टेक्निकल स्किल्सहरूमा बढाएर उहाँहरूलाई एक्स्ट्रा कोचिङ फेसिलिटिजहरू दिएर चाहिँ अझ बढी स्केल गरेर चाहिँ उहाँहरूको अझ क्रिकेटिङ फ्युचर चाहिँ अगाडि बढोस् भन्ने हिसाबले हामीले त्यस्तो विभिन्न प्लानहरू हामीले अहिले सोचिरहेछौँ। ओके सर, हामी अन्तमा एउटा क्वेसन सोध्न चाहे तपाईँलाई र जति पनि इच्छुक स्पोन्सरहरू हुनुहुन्छ स्पेसली हाम्रो नेपाली डायस्पोरामा पर्नेहरू होइन, अब क्रिकेटलाई माया गर्छन्, अनफर्चुनेटली अब आफ्नो देश छोडेर विदेशमा आए तापनि उहाँहरूले क्रिकेटको लागि धेरै कुछ गर्नु खोजिरहनु भएको छ, आफू नखेले तापनि कम्युनिटीको लागि कुछ गर्छु भनेर अगाडि आउने प्रयास गरिरहनु भएको छ। उहाँहरूलाई कसरी हामीलाई कन्ट्याक्ट गर्ने र उहाँहरूले हामीलाई स्पोन्सर गरिसकेपछि के एउटा एडभान्टेज हुन्छ र कम्युनिटीको लागि कतिको बेनिफिसियल हुन्छ भन्ने कुरालाई पनि अलिकति हाइलाइट गरिदिनु पर्छ। ओके, डेफिनेटली गुड क्वेसन। कुनै पनि एउटा कम्युनिटी या स्पोर्ट्स रन गर्नलाई सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेकै हाम्रो चाहिँ कर्पोरेट हाउसको रहन्छ र उहाँहरू एनी टाइम जति पनि बेला उहाँहरू चाहिँ हामीसँग आबद्ध हुन सक्नुहुन्छ र उहाँहरूलाई चाहिँ हाम्रो प्लेयरहरूलाई र टिमलाई अगाडि बढाउनलाई उहाँहरूको चाहिँ साथ सहयोग रहने भएकोले गर्दाखेरि अब हामीले यो स्क्रिन मुनि हामी नम्बरहरू हाम्रो कन्ट्याक्ट डिटेल्सहरू हामी हाल्दैछौँ, त्यसमा पनि उहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ र उहाँहरूलाई हामीले ब्रान्डिङ प्रमोसनदेखि लिएर मार्केट रिकग्निसन, प्रोडक्ट रिकग्निसन र ओभरअल जति पनि हाम्रो अडियन्सहरू छ त्यसमा चाहिँ हामीले एभ्री म्याचहरूको हाइलाइट्समा टिकटक कन्टेन्टमा जता पनि हाम्रो चाहिँ जर्सीहरूमा पनि उहाँहरूको चाहिँ हामी ब्रान्डिङ गरेर हामी प्रमोसन गर्नेछौँ। सर, हामीलाई धेरै इन्क्वायरिजहरू आइरहेको छ टिकटक, इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, युट्युबबाट धेरै मेसेजहरू आइरहेको छ। सर, हामी पनि खेल्नु चाहन्छौँ, हामी घरदेखि टाढा छौँ, हाम्रो क्रिकेटलाई हामी अगाडि बढाउन चाहन्छौँ, कसरी जोइन गर्नु यो क्लबमा? एउटा प्योर नेपाली क्लब भएको हिसाबमा तपाईँले उहाँहरूलाई के मेसेज दिन चाहनुहुन्छ सर? डेफिनेटली तपाईँहरू लाग्न सक्छ अब घरबाट टाढा यहाँ आउनुभयो, कतिजनाको चाहिँ रेगुलर प्र्याक्टिसहरू भएको छैन, टाइमहरू छुटिरहेको छ, बा मलाई टिममा इनरोल हुन्छ कि हुँदैन, त्यो भन्ने तपाईँलाई जिज्ञासा हुनसक्छ। त्यो जिज्ञासा हजुरहरू नलिनुहोस्, हामी एकदम इक्वल अपर्च्युनिटी मोडलमा हामी लिएर जानेछौँ र न्यू ट्यालेन्टहरूलाई हामी स्केल अप पनि गर्नेछौँ। त्यो हुँदाखेरि हाम्रो विभिन्न हजुरले भने जस्तै सोसियल मिडियाहरूमा पनि कनेक्ट गर्न सक्नुहुन्छ र हाम्रो अफिसियल वेबसाइट पनि छ एभरेस्ट वुल्स क्रिकेट क्लबको, त्यहाँ भिजिट गरेर पनि हजुरले आफ्नो इन्क्वायरीहरू र आफ्नो कन्ट्याक्ट डिटेल्सहरू सेयर गर्नुभयो भने हामी अभियसली हामी हजुरसँग रिच हुन सक्छौँ। हजुरहरूलाई वेलकम छ, आउनुहोस्, हामीसँग जोडिनुहोस्, नेपाली क्रिकेटलाई माथि उचाइसम्म पुर्याउँ। धन्यवाद।